छ छिटो घाँस नै भनिरहेको छ मलाई चाहिँ यहाँ रेडी भइसक्यो। अब चाहिँ म घाँस पुगेर घर जान्छु रहेछ छैन सबै साला सो हे एभ्रिवान एन्ड वेलकम ब्याक टु माई न्यू डे न्यूबाट म तपाईँहरूलाई स्वागत छ। आज बिहान चाहिँ घाँस काट्नु गएन, त्यही भएर चाहिँ म चाहिँ भर्खर घाँस काट्न जानु लागेको। अनि आज चाहिँ म काममा कहीँ गएन नि त, त्यही भएर चाहिँ बल्ल जानु लाग्छु घाँस काट्नको लागि। घाँस चाहिँ के भनेपछि म परबारी चाहिँ खर छ, त्यो खर काट्नु जानु लागेको। कतिको फुला छ त्यहीतिर भन्छ। घाँस त मसिनो रहेछ। भर्खर फुला घाँस। यहाँदेखिको तलसम्म चाहिँ हाम्रो घरबारी छ, त्यो घर अलिकतिबाट माथिसम्म चाहिँ। अनि म चाहिँ यहाँ खरबारीमा घाँस काट्न आएको। मैले चाहिँ अब यहाँ काट्छु घाँस। यहाँ देखिन्छ घाँस कति छोडेको हो चप्पल नि। यहाँको घाँस काट्नु पर्ला भनेर भर्खर पुऱ्याएको, अन्त त्यही भएर खासै भएको छैन घाँस। त्यही भएर चाहिँ मैले चाहिँ डोगो लिएर आएको छु, धेरै लामो नहोला भनेर। नाम्लोमा चाहिँ खासै भारी हाल्नु पनि आउन्न मलाई। नाम्लोमा चाहिँ मलाई खासै भारी हाल्नु नि आउन्न, त्यही भएर मैले चाहिँ यो डोगो लिएर आएको। मेरो हातमा त्यस्तो भएको छ किन सबै साला उक्केर गएको छ। त्यो हिलोले हो कि के हो, पहिला त उक्केको थाहा पाउँथेन। यो वर्ष त कस्तो हिलोले हो कि केले हो, सबै उक्काएर गयो। अस्ति दुर्गाकोमा अलिअलि गएको थियो, झन् हिजो झन् लास्टै गयो। सायद युरिया मोला चाहिँ त्यही भएर हो कि के हो। बाबालाई सो गाइस, म चाहिँ औता लगाएर भारी हाल्छु। म त चाहिँ अहिले चाहिँ यताउता साइडको चाहिँ पानी आउनु लाग्छ। अहिले चाहिँ पानी हाल्नु चाहिँ रुजाउँछ, भारी पनि गुड्नु छ, त्यही भएर चाहिँ म अब भारी हाल्न जान्छु। सो गाइस, मेरो भारी चाहिँ यहाँ रेडी भइसक्यो। अब चाहिँ म घाँस पुगेर घर जान्छु। मैले चाहिँ यहाँदेखि माथिसम्म काटेको छु, त्यतिमा चाहिँ भारी पुगेसम्म चाहिँ अब घर जान्छु। मसिनो पानी चिप्ताएर चाहिँ, त्यही भएर चाहिँ म अब घर जान्छु। घाँसको भारी बोकेर मेरो घाँसको भारी चाहिँ यस्तो हो।
सो गाइस म चाहिँ अब चाहिँ घर जान्छु। ठुलो पानी जस्तो युज गरेको नि त यहाँ मसिनो फुलेर रहेछ ए फुल लगाएर चाहिँ मसिनो झन् डऱ्यो। हामीले पहिला केरेजमा सुत्दै खान्थ्यौँ गऱ्यो अहिले त डेमरको बुटा झन् धरे चल्दैन तर त पानी आएछ म एकछिन नभए मलाई पानीले भेटाउँदैछ हाम्रो बोट चाहिँ अब उकालोमुखी भएर गर्मी भएर बसिरहेको छ यता उकालोमुखी भएर पसिना अरे यहाँ पुर्सीहरू तार्दै यहाँ छ मेरो घाँसको बारी। सो गाइस अब चाहिँ म भैँसीलाई घाँस हालिदिन्छु। म चाहिँ हाँसी पनि झिक्नु भएको छैन हाँसीलाई चाहिँ यहाँ राखिदिनु भयो। म चाहिँ अब घाँसलाई खनाउनु पर्छ मात्र डुकुलाई कुहाइदिन्छ। मैले काटिदिएको घाँस चाहिँ यति म चाहिँ यो घाँस हालिदिन्छु भैँसीलाई। भैँसीले चाहिँ वहाँबाट मलाई हेरिरहेछ छिटो घाँस नै भनिरहेछ मलाई भैँसी। हजुर भैँसीलाई लगेर घाँस हालिदिन्छु। स्टप होइन अड्किँदा खाना लागेको भैँसीले पानीहरू यस्तो देखिरहेछ। सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। म चाहिँ अब चाहिँ भिडियोलाई चाहिँ इन गर्दैछु। त्यो देख्न सक्नुहुन्छ हाम्रो मकै बारी यहाँ चाहिँ करैला आयो चाहिँ आरू छ यहाँ। सो यति नै आजलाई। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। सो बाई बाई। अर्को भोलि बनाउँछु अर्को भ्लग चाहिँ भोलि बनाउँछु। आजलाई चाहिँ यति नै। म चाहिँ अरू चाहिँ अब चाहिँ पानी आएछ अरू काम चाहिँ गर्नलाई आउँदैन। अब भित्रको त्यही घाँस रे खाना बनाउने काम मात्रै हो। सो बाई बाई लभ यु अल। सो सब्सक्राइब टु माई च्यानल।